हाई गाइज वेलकम ब्याक टु माई मिनी भ्लग एन्ड आज चाहिँ हामी जाँदैछौँ तराईतिर जुन हिजोको हजुरहरूले भ्लग हेर्नुभएको छ भने थाहा पाइसक्नुभयो। अनि हामी चाहिँ मैले मौरेमा हामी बिहान 5:30तिर नै हिँडेको थियौँ दिक्तेलबाट चाहिँ। अनि बिहानीको एकदमै राम्रो सनराइज हेर्दै दिक्तेललाई बाई बाई गर्दै हामी चाहिँ इटरीतिर लाग्यौँ। 8 बजीतिर हलेसीमा आइपुगेको थियौँ हामी चाहिँ। अनि यहाँ खाजा खानको लागि रोक्नुभयो अनि हामीले पनि थुक्पा खायौँ अनि त्यसपछि अगाडि बढ्यौँ। जाँदा जाँदै यो ट्र्याक्टरमा चाहिँ कस्तो राम्रो क्याप्सन लेखेको रहेछ क्या। हजुरहरूसँग टाइम छ भने भिडियोलाई पज गरेर हेर्नु होला, मैले राख्दैको छु। अनि हाम्रो गाडी नै बिग्रियो, टायर चाहिँ एकपट्टि जानुपर्ने अर्कोपट्टि घुमिरहेको भएर अनि एकछिन टाइम लगाएर ड्राइभर दाइले बनाउनु भयो। अनि हामी अगाडि बढ्यौँ गाडी बनाएर। अनि यो कुन ठाउँ थियो ठ्याक्कै थाहा भएन, तर खेतहरू चाहिँ एकदमै राम्रो लागिरहेको थियो यहाँको। अनि हामी रसुवामा आएर खाना खायौँ। त्यसपछि फुक्सुन्टारको भत्किएको पुलहरू हेर्दै अगाडि बढ्यौँ। अनि अहिले चाहिँ हामी तराईको भूभागतिर पनि छिरिसक्यौँ। जङ्गलको बाटोहरू हुँदै चतराको पुल तर्दै हामी चाहिँ हाम्रो इटरी तररा पनि आइपुगिसक्यौँ। अनि घर पनि आइपुग्यौँ। भाइ पनि यहीँ थियो, मामासँग बसिरहेको थियो। मामुसँग यत्रो दिनपछि भेट्न पाउँदा एकदम खुसी भइरहेछ भाइ पनि। अनि आजको लागि यति नै, बाइ बाइ।